हेलो एभ्रिवान र आज हामी सबैजना भएर फेरि पनि जाँदै थियौँ जूमा हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी चिडियाखाना हेर्न भनेर पनि लागिसकेका थियौँ र हजुरहरूलाई फेरि पनि स्वागत छ बन्दिता देवीको छोटो मोटो मिनी ब्लगमा गाइस। र यो भिडियोलाई पनि अन्तिमसम्म हेरेर धेरै माया दिनुहुन्छ भन्ने म आशा राख्छु। र यति राम्रा राम्रा गाडी कुद्दा रहेछन् गाइस जूभित्र चाहिँ साह्रै राम्रो लाग्यो देखेर र हामी पनि चढ्न आँटेका थियौँ, तर त्यहाँ चाहिँ धेरै पेसेन्जर भएर अहिले हामीलाई चाहिँ भेटिनौँ र यतिकै गर्दै गर्दै हामीले चाहिँ पहिली बाजी हरिणहरू हेर्दै हामी चाहिँ अहिले लोकेसन कतापट्टि के छ हेर्दै हामीले चाहिँ पुरा जूतिर घुर्नतिर लाग्यौँ गाइस। र अहिले चाहिँ हामी पुगिसकेका थियौँ साँप भए ठाउँमा। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै प्रकारका साँपहरू राखेका थिए गाइस। यहाँ हेर्न सक्नुहुन्छ ब्ल्याक कोब्राहरू सबै थोक थिए अब, र कतिपय चाहिँ सुकी पनि सकेका रहेछन् र ती भित्रै मरि पनि सकेका रहेछन्। र हामीले चाहिँ यतिकै गर्दै सबैतिर हेऱ्यौँ गाइस र खुट्टा पनि साह्रै दुखे र हामीले चाहिँ जू वरिपरि गोट्टै घुरिसकेका थियौँ र हजुरहरूले पनि हेर्नुभएको छ होला, जानुभएको छ होला। हामी चाहिँ फर्स्टचोटि गएका थियौँ गाइस र यहाँ हेर्न सक्नुहुन्छ प्रकारका साँप थिए हेर्न सक्नुहुन्छ। र हजुरहरूले यो भिडियोलाई पनि अन्तिमसम्म हेरेर लाइक सेयर कमेन्ट चाहिँ गरिदिनु होला गाइस। र यहाँ पनि कति राम्रो साँप थियो हेर्न सक्नुहुन्छ गाइस, हेर्नु होला। र हामीलाई चाहिँ जूमा गएर साह्रै राम्रो लाग्यो। म चाहिँ सबैतिर कुदी हेरेँ गाइस गएर हेर्न सक्नुहुन्छ। र हेर्दै हामी त घरियाललाई पनि देख्यौँ गाइस। र यो घरियाललाई हेर्दै अहिले चाहिँ हामी हरिण हेर्नलाई पनि लागिसकेका थियौँ र त्यहाँ चाहिँ हरिण चाहिँ धेरै प्रकारका हरिण थिए। अहिले चाहिँ हामी ठुला हरिणपट्टि पनि लागिसकेका थियौँ हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। र यहाँ चाहिँ कति के चराहरू पनि थिए यहाँ हेर्न सक्नुहुन्छ। यसको चाहिँ नाम अलिक याद भएन गाइस। र यहाँ चाहिँ अहिले हामी टाइगर हेर्न भनेर पनि लागिसकेका थियौँ। यहाँ हेर्न सक्नुहुन्छ टाइगरले चाहिँ हामीदेखि रिसाएर मुख फर्काएर बसे जस्तै थियो गाइस, र उतापट्टि बसेको थियो फर्काएर। र यहाँ सेता हरिण अनि अरू कलरका पनि हरिणहरू थिए गाइस, हेर्न सक्नुहुन्छ। हजुरहरूलाई पनि मैले अलिअलि देखाएँ। र हेर्दै हामी त लायन भएतिर पनि पुग्यौँ गाइस र साह्रै राम्रो लाग्यो देखेर। र यति लामो सिडी चढ्दै ओर्दै त्यही पनि हामी फेरि पनि लागिसकेका थियौँ चिता हेर्न भनेर। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ चिताहरू पनि बसिरहेको थिए कति राम्ररी। छोडिदिनु भने त के हुन्थ्यो होला गाइस, होइन भन्नु त। र सबैतिर हेऱ्यौँ। र यहाँ चाहिँ कति राम्रा प्रकारका चराहरू पनि थिए र हजुरहरूलाई पनि म अलिअलि देखाउँदैछु गाइस। र भन्नमा भुल पनि हुनसक्छ, त्यही पनि माफ गरिदिनु होला। र अहिले चाहिँ हामी सबैतिर हेरेँ मैले चाहिँ गाइस, सबैतिर खुट्टा दुखे पनि मैले चाहिँ जू वरिपरि सबैतिर हेरेँ र हजुरलाई पनि म देखाउँदैछु। र हेर्दै अहिले चाहिँ हामी जिराफ भए ठाउँतिर पनि पुगेर थियौँ गाइस। जिराफले चाहिँ हामीलाई नै हेर्दै रहेछ कतिखेर आउँछन् भनेर। त्यतिकै हेर्दै खाना खाएर अहिले चाहिँ हामी जुबिन क्षेत्रपट्टि लागिसकेका थियौँ जान भनेर। र गुवाहाटीको बाटो चाहिँ साह्रै राम्रो लाग्यो गाइस। र यो भिडियो चाहिँ अस्तिको थियो। हामी चाहिँ गुवाहाटी कामाख्या उमानन्द जाँदाखेरि हामी चाहिँ जुबिन क्षेत्र पनि पसेका थियौँ र यो भिडियो चाहिँ अहिले दिँदैछु। र हेर्दै हामी चाहिँ सोनापुर पनि पुगिसकेका थियौँ। सोनापुर जुबिन क्षेत्र पुगिसकेका थियौँ। हेर्न सक्नुहुन्छ कति ठुलो भिड थियो गाइस र झन् बिहुको बतर थियो र यति धेरै भिड थियो। सबैजना आमैहरू रुँदै गाम्छाहरू बाँध्दै हुनुहुन्थ्यो गाइस। साह्रै दुःख लाग्यो गएर सबैजना रुँदै हुनुहुन्थ्यो। र यहाँ चाहिँ जय जुबिन्दा भनेर पनि लेखेको थियो हेर्न सक्नुहुन्छ। र साह्रै राम्रो लाग्यो गएर। र मोबाइलमा हामीले न्युजहरूमा देख्दै हामीलाई पनि साह्रै जान मन लागेको थियो र हामीको पुग्ने भाग्य पनि रहेछ र हामी त्यहाँ पनि पुग्यौँ गाइस। साह्रै नराम्रो पनि लाग्यो गएर, दुःख पनि लाग्यो। र हामीले यतिकै हेर्दै हेर्न सक्नुहुन्छ फुपू बडेमाहरू सबैजना जानुभएको थियो। हामीले पनि त्यहाँ साकीहरू चलायौँ ओर्यौँ। त्यतिकै हेर्दै अहिले चाहिँ म पनि ढोक्दै थिएँ गाइस। र म त्यति राम्रो त गान गाउँदिनँ, अलिअलि गान गाउँछु र धेरै ठुलो सिङ्गर मरेपछि त दुःख लाग्छ, होइन भन्नु त। र मलाई पनि साह्रै दुःख लाग्यो। र यतिकै हेर्दै हेर्न सक्नुहुन्छ वरिपरि मान्छेको भिड यति थियो नि गाइस, कति धेरै माया गर्दा रहेछन् जुबिन्दालाई भन्ने ती देखिन्थ्यो। र सोनापुर चाहिँ हजुरहरू जानुभएको छैन भने जानु होला। र यतिकै गर्दै दिदी भिनाजु दिदीकी छोरीहरू अहिले चाहिँ हामी घरतिर भने पनि लागिसकेका थियौँ। हुन्छ त गाइस।